हेलो गाइज दर्शन नमस्ते सम्पूर्ण मित्रजनहरूमा सबै देशवासी प्यारा मित्रजन जो पनि पार्टीको विषयमा भोटको लागि कतिपयले मतदान माग्नको लागि ठाउँमा आइपुगेको भन्ने सुनिएको छ, सुन्नमा आएको छ। कहिले कुन पार्टीले भोट चाहियो, कहिले कुन पार्टीले भोट दिनु होला। अहिले चुनावको माहौल चलिरहेको अवस्था छ। हामी भनेको अलि दुर्गम क्षेत्रमा बसेका छौँ। हामी भनेको अलि सहरको सिमाना छैन, छिमेकी सहरको अवस्था नजिक आसपासमा छैन। आसपासदेखि हामी अलि दुर्गम ठाउँमा छौँ। अब हामीले चाहिँ भोट माग्न आएमा कुन पार्टीलाई दिनुपर्छ होइन, सबैको सहमतिमा। अब कुन पार्टीले हामीलाई सेवा सुविधा दिनुहुन्छ। अब घरमा पनि अब कतिपयको घरमा चाहिँ अपाङ्ग काम गर्न नसक्ने स्थितिका मान्छेहरू पनि छन्। कतिपय शारीरिक स्थिति काम खान नसक्ने एकदम गम्भीर अवस्थाका मान्छेहरू पनि छन् प्राय जसो घरमा। यदि चुनाव अहिलेको भोट माग्न आउनुहुन्छ तपाईँहरू कसैले पनि प्रत्येक घरमा घर दैलोमा जो आउनुहुन्छ भनेर यति हामीले समावेश गरेर बसेका करिब छौँ। 4-5 हजार जति हामीहरू टोलवासीहरू एउटै घरमा आफन्तहरू कसैको घरमा 4 जना 5 जना 8 जना 10 जना यताउति सबै भेला भएर हामीले छलफल गरी बसेका छौँ। कुन चाहिँलाई भोट दिने भन्दा कुन पार्टीको आएर हामीलाई राम्रो सेवा सुविधा कुनले दिनुहुन्छ उसैलाई दिने हो भन्न हामी चाहिरहेका छौँ। तर भोट कसै पनि आउनु भएन। अब हामी सबै कन्फ्युजमा छौँ। तपाईँहरूको माग केमा छ, अब केमा सहमति हुनुहुन्छ, कुन पार्टीले हामीहरूको सेवा सुविधा दिनुहुन्छ। हर घरमा प्रत्येक टोलमा हामी दुर्गम ठाउँमा सबैलाई असुविधाको छ। अहिले तक कसैले पनि हामीहरूको यस्तो सेवा सुविधा भने दिइराख्नु भएको छैन। भोट माग्न जो पार्टी आउनुहुन्छ उहाँलाई हामीहरू टोटल टोलवासीहरू छरछिमेकी गाउँ इष्टमित्र सबै मिली हामीलाई सेवा सुविधा पनि दिनु, अपाङ्गहरूलाई राम्रो साथ दिनु। केही अपाङ्गको लागि पनि कतिपय वृद्ध अवस्थाको एकल महिलाहरू यस्तो हजुरआमाहरू धेरै गाह्रोमा बसिराख्नु भएको छ। तपाईँहरूले खालि भोट मात्रै होइन कि उहाँलाई पनि केही सर्च गराउनु पर्यो, आर्थिक राहत दिलाइदिनु पर्यो, अपाङ्ग भाइहरू छन् काम गरी खान नसक्ने, कोही मानसिक बिमार डिप्रेसनको औषधि खाइरहेका, कतिपय वृद्ध अवस्थाका एकल महिलाहरू, अब कोही छोराछोरी नभएका त्यस्ता छन्। हाम्रो टोलवासी ठाउँमा धेरै गाह्रो भइरहेको छ। सर्च